चाहिँ आज 3 बजेसम्म काम थियो। अनि भित्र बस्दा त आँखा दुख्छ कि खै के भएको भित्र बसिरहने बानी परेको भएर बाहिर हिँड्दाखेरि यस्तो घाममा त आँखा दुख्छ कि आज चाहिँ म 1-2 घन्टा बाहिरै यसरी घुम्नु पऱ्यो भनेर निस्केको। घर नगएर म त निस्केँ बजारतिर। म चाहिँ यहाँ 100 रुपियाँको पसलमा छिर्छु। आज रोटी हाल्ने केही भेटाउँछु कि पिठो किनेर राखेको छु अनि म छिरेँ ल। अस्ति आएको बेलामा चाहिँ यो देखाएको थियो कि यो होला भन्ने ठानेको रोटी बनाउने यो नरहेछ। यो खोजेको यो भेटेँ यो चाहिँ रहेछ भन्नु। यो लिनु पऱ्यो। अब रोटी बेल्नको लागि चाहिँ काठको चपिङ बोर्ड लिनु पऱ्यो अनि रोटी हाल्नु। यो चाहिँ 100 रुपियाँको पसलमा पाउँछ। म चाहिँ डलर हाल्ने के अरे पर्स लिन आएको त कुन लगाउँ भयो कि मलाई चाहिँ यो मन पऱ्यो। यो लानु पऱ्यो। म कस्तो राम्रो झोला कि मलाई यस्तो झोला चाहिएको छ तर आज मैले पैसा बोकेको छैन। 300 रुपियाँ बोकेको छैन मैले। काठको त्यो थियो आज मैले भेटिनँ कि खोजेको। यो भित्र बस्दा बस्दा के कस्तो फुल हेरिराखौँ जस्तो लाग्यो मलाई त। कस्तो राम्रो छ है। भिडियो बनाएर थाकेँ अनि आज मैले बिहान पानी परेको भएर साइकल पनि नल्याएर निस्केको क्या। आज यतिकै हिँड्नु पर्ला दिउँसो सबेरै निस्किनु छ भनेर। अनि अहिले चाहिँ घाम लाग्छ। बिहान चाहिँ पानी परेको थियो। फाइनली गाइस मलाई एकदमै तिर्खा लाएर मैले चाहिँ यो किनेको पेन्डिङ मेसिनबाट 130 रुपियाँ पऱ्यो। यो टन्न त के भन्नु। यो खाएर तिर्खा मेट्नु पऱ्यो। बिस्तारै जानु पऱ्यो। यता त अब गाउँ छ। गाइस आजलाई यति नै। बाई बाई।